हेलो नमस्कार म राजीव सत्याल आई होप यु गाइज आर डुइङ वेल। मलाई के भन्नु मन लाग्यो फेरि पहिले पनि भनेको थिएँ मैले होइन, अहिले नेपाल यो आजको दिनमा नेपाल वी आर एट द बेस्ट एक्चुली। किनभने हामीसँग एउटा पर्फेक्ट आर्मी छ। वी आर भेरी प्राउड अफ आर्मी, जुन रोल आर्मीले खेलेको थियो र खेलेको छ। पावर हङ्ग्री पनि छैन, फेरि ब्यालेन्स पनि छ, एकदम राम्रो छ। फेरि रुल अफ द ल मान्ने आर्मी, वी आर भेरी सुड बी भेरी प्राउड अफ आर्मी। अनि अल्सो पुलिस, अब रङ डिरेक्सन रङ इन्स्ट्रक्सन पोलिटिकल पार्टीहरूबाट पायो। कोही कोही पुलिस जहाँ पनि के नि अलिकति त्यो सर्टकमी त भइहाल्छ, तर हाम्रो पुलिस वी सुड बी प्राउड अफ आवर पुलिस अल्सो, भेरी फ्रेन्डली, पहिले जस्तो होइन। अनि यो गभर्मेन्ट चाहिँ पर्फेक्ट गभर्मेन्ट अहिलेको। यस्तो गभर्मेन्ट भइदियो हामीलाई त सधैँ भइरहोस् जस्तो लाग्छ। यही गभर्मेन्टै कन्टिन्युस भयो भने हामीलाई यसमा थपथाप भएर यही गभर्मेन्ट भयो भने, यस्तै खालको गभर्मेन्ट नन पोलिटिकल गभर्मेन्ट भयो भने हाम्रो देश कस्तो कहाँ पुग्थ्यो होला जस्तो लाग्छ मलाई त नि। अहिले 4-5 वर्षलाई यस्तो गभर्मेन्ट कन्टिन्यू गर्दै भए हुन्थ्यो, तर त्यो होइन। अहिले यो गभर्मेन्ट एउटा सडन म्यान्डेटबाट आएको छ होइन। त्यो म्यान्डेट चाहिँ नि अब भ्रष्टाचार हटाउने, सुशासन कायम राख्ने र इलेक्सन गर्ने भन्ने आएको छ। तिनवटा एकदम सिम्पल उसबाट आएको छ। अब भ्रष्टाचार हटाउने भनेको रातारात हट्दैन भ्रष्टाचार, किनभने यो चाहिँ नि सोसियल्ली इन्ग्रेन छ। सोसियलले नर्मल भ्रष्टाचार चाहिँ सोसियल्ली नर्मलाइज छ वास्तवमा। हामीले पोलिटिकल पार्टीहरू मात्रै देख्छौँ, तर पोलिटिकल पार्टी मात्रै होइन कि त्यो ब्युरोक्रासी पनि उत्तिकै छ एट एभ्री लेभल। यति किन भन्दाखेरि हामी सोसाइटीले त्यसलाई एक्सेप्ट गरेको छ। हामीले नर्मल जस्तो नर्मलाइज गरिसक्यो, मान्छ जसले पनि। अब हाम्रो भिनाजुले, हाम्रो ज्वाइँले पैसा कमायो भने ठिक छ, भ्रष्टाचार गरेको ठिक छ, अरूले गरेको भ्रष्टाचार मात्रै खराब भन्ने त्यस्तो किसिमको मेन्टालिटी चाहिँ एभरेजमा हाम्रो नेपालीहरूको छ। त्यो भएसम्म हामीलाई गाह्रो छ। अनि फेरि लोकल गभर्मेन्ट्सहरू छ, त्यत्रो सबै गर्नलाई त कुनै इनोभेटिभ तरिका अप्नाउनु पर्छ। त्यसको त्यो इनोभेटिभ तरिकामा चाहिँ नि पैसा उठाउने, भ्रष्टाचारमा गएको पैसा राम्रो तरिकाले पनिसमेन्ट एन्ड प्राइज दुइटै युज गरेर, मेथड युज गरेर, एवार्ड एन्ड पनिसमेन्ट युज गरेर पहिले पैसा उठाउनु पऱ्यो भ्रष्टाचारमा गएको पैसाहरू संसारभरिबाट। अनि दोस्रो कुरो चाहिँ नि, अनि जसले डाइरेक्टली रेस्पोन्सिबल छ उसलाई चाहिँ नि पनिसमेन्ट दिनु पऱ्यो। पनिसमेन्ट त अब तोक्ने कुरा, लले तोक्ने कुरा हो होइन। त्यति गर्नुपर्छ र तर एकदम इनोभेटिभ हुनुपर्छ, किनभने पैसा लुक्छ एकदम बढ्ता कडा गऱ्यो भने झन् पैसा हराउँदै जान्छ होइन। पैसा पनि हामीले रिकभर गर्नुपर्छ हामीले। र भ्रष्टाचारको पैसाबाट यदि कुनै राम्रो काम भएको छ, बाइचान्स चाहिँ नि स्कुल कलेजहरू खोलेको छ भने त्यस्तो स्कुल कलेजलाई जलाउनु हुँदैन मेरो विचारमा चाहिँ नि। त्यो त पब्लिकको प्रपर्टी हो, त्यो पब्लिकलाई फेरि त्यसलाई चाहिँ नि पब्लिकमा कन्भर्ट गर्नुपर्छ, लिनुपर्छ, त्यो हो। अब अर्को सुशासन कायम गर्ने भन्ने कुरामा पनि अहिलेको जस्तो गभर्मेन्ट कन्टिन्यू गऱ्यो भने त सुशासन आफै नै त्यो कायम हुन्थ्यो वास्तवमा, तर हुँदैन। त्यसको त्यो चाहिँ के हिँड्ने के भन्दाखेरि इलेक्सन 6 महिनामा गर्ने भनेको 5 महिनाभन्दा कम बाँकी भइसक्यो होइन। इलेक्सन प्रिपरेसन सुरु भइसकेको छ, तर मलाई आइएम कन्फ्युज एक्चुली वाट विल ह्यापन इन इलेक्सन। के हुन्छ इलेक्सनमा? इलेक्सन भनेको पुरानो पार्टीहरू छलफल गरिरहेको छ, पुरानो नेताहरूले नयाँ नेताहरूलाई पावर हस्तान्तरण गरेको छैन, उहाँहरू स्टिक गरेर बसिरहनु भएको छ। यदि इलेक्सन राम्रोसँग भयो भने पनि, उहाँहरूले कोअपरेट गरेर गर्नुभयो भने पनि, यदि पुरानै पार्टीहरू आउनुभयो र बाइचान्स भने त्यो जस्तो अनफर्चुनेट केही पनि हुँदैन हाम्रो वास्तवमा भनौँ भने। त्यो झन् अनफर्चुनेट हुन्छ, झन् जितेर आएको हुन्छ, त्यो डरलाग्दो हुन्छ त्यो होइन। अब फेरि अर्को कुरा, फेडरल सिस्टम चलिरहेको, लोकल गभर्मेन्ट्सहरू त अहिले पनि चलिरहेकै छ, त्यहाँको मान्छेहरू पुरानै मान्छेहरू छ होइन। अनि गभर्मेन्ट पनि पुरानैबाट चलिरहेको छ। त्यसलाई त्यो ट्रान्सफर्मेसन गर्नको लागि त फेरि हामीले चाहिँ नि नयाँ पार्टीहरूलाई चान्स दिनु पऱ्यो। तर नयाँ पार्टीहरूले प्रिपरेसन गर्न पाएको छैन। जल्दो बल्दो पार्टीहरू जस्तो अब नयाँ जेन जे लेभलको पुस्ताहरूले बनाएको पार्टीहरू पनि छैन अहिलेसम्म। त्यहाँ पछाडि अब यस्तो जल्दो बल्दो हाम्रो मेयरहरू अहिले त जस्तो अब हाम्रो भनौँ न
हाम्रो चाहिँ बालनजीहरू जस्तो मान्छेहरूले लिडरसिप लिएर बनाउनलाई पनि टाइम लाग्छ जस्तो लाग्छ मलाई। उहाँले बनाउनु भयो भने पनि उहाँलाई त्यो स्ट्राटेजिक चिजहरू थाहा छैन उहाँहरू एकदम स्ट्रेट फरवर्ड हुनुहुन्छ। अनि पुरानो पार्टीहरूमा त सबै त्यो पैसा बाँडेरै त्यो एकदम इनर्जेटिक कार्यकर्ताहरू छ। त्यसले गर्दाखेरि त्यहाँ केही हुने सम्भावना छ, केयरफुल हुनुपर्छ। र पब्लिक पनि त्यति मलाई पब्लिक अवेर भए जस्तो लाग्दैन मलाई। पब्लिक त नि एउटा जेएनजी पुस्ता एउटा मात्रै भएर पुग्दैन। अब भोट हाल्ने बेला त सबैले हाल्छ। त्यति राम्रोसँग हामीले कम्युनिकेट गर्न सकेका छैन, हामीले युज गर्न सकेका छैन। कम्युनिकेसन मेथड्सहरू, डिजिटल मेथड्सहरू युज गर्न सकेका छैन हामीले। त्यसले गर्दाखेरि मलाई त नि कता कता अब नयाँ पार्टी पनि आउँदैन। फेरि त्यसमा सबै इलेक्सन कम्प्लिट एउटा सुपर पार्टी निस्केन भने त्यहाँबाट सबै मिलेर गर्नुपर्ने हुन्छ। मिलेर गर्दा काम चलाउ गभर्मेन्ट फेरि जस्तो हुन्छ, फेरि अनि झगडा पर्छ, फेरि त्यही जस्तो हुन्छ होइन। फेरि अर्को कुरा चाहिँ के भन्दाखेरि हामीले जेएनजी काउन्सिलबाट जुन माग भएको छ त्यो चाहिँ नि डाइरेक्ट प्रत्यक्ष इलेक्सनबाट मलाई के अरे प्राइम मिनिस्टर अब हेड अफ स्टेटलाई गर्ने भनेको मलाई पनि मनमा लागेको हो। त्यो भएको भए हामीलाई के हुन्थ्यो भने एउटा आश मात्रै हो त्यो। त्यति रियालिटीमा चाहिँ मलाई पनि अलि यसो विचार गर्दाखेरि के लाग्यो भन्दाखेरि द्याट्स वाट आई वान्ट टु सेयर विथ यु होइन। किन भन्दाखेरि यदि त्यो मान्छेहरू के अरे यदि चाहिँ नि रङ मान्छेको हातमा पऱ्यो भने के हुन्छ। अब अहिले भनौँ न पुरानै पार्टीबाट एकजनाले बाई चान्स जित्नु भयो अरे, हामीले नलड भन्न मिल्दैन। जित्नु भयो भने त्यो त कसै न कसैको मान्छे त हुन्छ, त्यो पुरानो मान्छे। अनि उहाँले चाहिँ पुरानै मन्त्रीहरूलाई पनि ल्याउन सक्नुहुन्छ, उहाँले डाइरेक्ट अपोइन्ट पनि गर्न सक्नुहुन्छ र पुरानै सिस्टमबाट चलाउन खोज्नुहुन्छ उहाँले। तर त्यो बेलामा जुन चाहिँ